नमस्ते। आज हामी नेपालमा स्मार्टफोन हराउने वा चोरी हुने यो बढ्दो समस्याबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हाम्रो आजको छलफलको उद्देश्य हो फोन हराउनु अघि के गर्ने, हराएपछि फाइन्ड माई डिभाइस कसरी चलाउने अनि एमडीएमएस प्रणालीबारे पनि बुझ्ने। एकदम। र सबैभन्दा महत्त्वपूर्ण कुरा त पूर्व सावधानी नै हो। पहिलो कुरा के रहेछ त सावधानीमा? सबैभन्दा पहिलो र आधारभूत कुरा आफ्नो फोनको आइएमईआई नम्बर, त्यो सुरक्षित ठाउँमा टिपेर राख्नु पर्यो। यो हरेक फोनको मतलब छुट्टै परिचय नम्बर जस्तो हो। ए, आइएमईआई नम्बर त्यो त फोनको बक्समा वा सेटिङ्समा हुन्छ हैन? हो, यो नम्बर पछि फोन खोज्न धेरै महत्त्वपूर्ण हुन्छ। फोनमा बलियो लक राख्नु एकदमै जरुरी छ। पिन, पासवर्ड वा आजकल आउने औँठा छाप वा अनुहार चिन्ने बायोमेट्रिक लक, यो अनिवार्य नै हो। अनि अर्को कुरा, एन्ड्रोइड फोनमा फाइन्ड माई डिभाइस र आइफोनमा फाइन्ड माई आइफोन भन्ने सेवा सधैँ अन गरेर राख्नुपर्छ। ए, त्यो फाइन्ड माई सेवा त्यो त धेरैले सुनेको हुनुपर्छ, तर त्यसले राम्ररी काम गर्न पनि केही कुरा मिलाउनु पर्छ भनिन्छ नि? पर्छ। पहिलो त स्क्रिन लक अनिवार्य भयो। दोस्रो, मोबाइल डाटा सधैँ अन हुनु पर्यो। अनि तेस्रो, यो अलि महत्त्वपूर्ण छ, स्क्रिन लक भएको बेला मतलब अनलक नगरिकनै फोन स्विच अफ गर्न नमिल्ने बनाउनु पर्यो। ए, हो र? त्यो कसरी मिलाउने? सबै फोनमा हुन्छ र? स्यामसुङ फोनहरूमा एउटा सजिलो सेटिङ छ, लक नेटवर्क एन्ड सिक्योरिटी भन्ने। सेटिङ्सभित्र लक स्क्रिनमा गएर सेक्योर लक सेटिङ्समा हुन्छ होइन? हो, ट्याक्कै। यसले फोन लक भएको बेला कसैले मोबाइल डाटा अफ गर्न वा एयरप्लेन मोड खोल्न सक्दैन। फोन अफलाइन हुनबाट जोगियो नि। यो त गजब रहेछ। अरू एन्ड्रोइड फोनमा नि यस्तो गर्न मिल्छ? मिल्छ। त्यसका लागि चाहिँ लक आयो जस्ता थर्ड पार्टी एपहरू प्रयोग गर्न सकिन्छ, जसले लक स्क्रिनबाट पावर अफ गर्ने अप्सनलाई नै रोकिदिन्छ। ल, यति गर्दा गर्दै पनि कहिलेकाहीँ फोन हराइहाल्यो रे, अब के गर्ने? फाइन्ड माई डिभाइस कसरी प्रयोग गर्ने होला एन्ड्रोइडमा? त्यस्तो बेला हतार नगरिकन अर्को कुनै मोबाइल वा कम्प्युटरमा जाने अनि ब्राउजरमा google.com/android find खोल्ने। अनि त्यहाँ आफ्नो गुगल खाता मतलब जुन खाता हराएको फोनमा लगइन थियो त्यही खाताले लगइन गर्ने। ए, लगइन गरेपछि यदि फोन अन छ र इन्टरनेटमा जोडिएको छ भने नक्सामा फोन कहाँ छ भनेर देखाउँछ। फोन लक गरेर स्क्रिनमा सन्देश छोड्ने अथवा फोनको सबै डाटा मेटाइदिने विकल्प पनि हुन्छ। मतलब सिक्योर डिभाइस भन्ने अप्सन प्रयोग गर्ने? हो, त्यो सिक्योर डिभाइसले लक गरेर सन्देश पठाउन मिल्छ। अनि आइफोन हराउँदा नि यस्तै हो? प्रक्रिया उस्तै नै हो, तर ठेगाना फरक। अर्को आइफोन, आइप्याड वा कम्प्युटरबाट iCloud.com फाइन्डमा जाने। अनि एप्पल आइडीले लगइन गर्ने? हो, आफ्नो एप्पल आइडीले लगइन गरेपछि हराएको आइफोन छान्ने। त्यहाँ लस्ट मोड भन्ने हुन्छ, त्यो अन गरेपछि फोन लक हुन्छ अनि स्क्रिनमा सम्पर्क नम्बरसहितको सन्देश देखाउन मिल्छ। भनेपछि दुबईमा कुलो उस्तै रहेछ, लक गर्ने, सन्देश पठाउने, लोकेसन हेर्ने, तर फेरि पनि यी सबैको लागि फोन अन हुनु पर्यो, डाटा चल्नु पर्यो, होइन? एकदम। स्क्रिन लक, डाटा अन र सकेसम्म पावर अफ प्रोटेक्सन, यो 3 कुराले फाइन्ड माई सेवालाई प्रभावकारी बनाउँछ। ल, यो त भयो गुगल र एप्पलको कुरा, तर नेपालमै पनि त सरकारी स्तरबाट हराएको फोन खोज्न सघाउने प्रणाली छ भनिन्छ नि, त्यो एमडीएमएस छ। नेपाल दूरसञ्चार प्राधिकरण एनटिए को एमडीएमएस मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम। यसको प्रक्रिया कस्तो छ? यसमा दर्ता गर्न के गर्नुपर्छ? यसमा जानु अघि सबैभन्दा पहिलो र अनिवार्य काम चाहिँ के हो भने हराएको फोनको सिम कार्ड तुरुन्तै ब्लक गराउने। ए, सिम ब्लक कहाँ गएर? जुन कम्पनीको सिम हो त्यही, मतलब एनटिसीको हो भने एनटिसी काउन्टर, एनसेलको हो भने एनसेल सेन्टर। यो एकदमै जरुरी छ फोनको दुरुपयोग रोक्न पनि अनि पछि खोज्न पनि। सिम ब्लक गरियो, त्यसपछि एनटिए को एमडीएमएस पोर्टलमा जाने, mdms.nta.gov.npl/lost-registration। त्यहाँ एउटा फारम खुल्छ, त्यसमा हराएको फोनको आइएमईआई नम्बर, फोनको ब्रान्ड, मोडल, आफ्नो नाम, सम्पर्क नम्बर, नागरिकता नम्बर, फोन कहाँ हरायो, कहिले हरायो जस्ता विवरण भर्नुपर्छ। सबै विवरण भरेर पठाएपछि नि
प्राधिकरणले नै खोजिदिने हो त? प्राधिकरण आफै फिल्डमा गएर खोज्ने त होइन, तर यसले एउटा महत्त्वपूर्ण सूचना दिन्छ। कस्तो सूचना? तपाईले दर्ता गरिसकेपछि यदि कसैले तपाईको हराएको फोनमा नयाँ सिम कार्ड हालेर चलाउन खोज्यो भने तपाईले दर्ता गर्दा दिनुभएको इमेल ठेगानामा त्यो नयाँ सिमको नम्बर र अरू विवरणसहितको जानकारी आउँछ। ए, भनेपछि कसले चलाउन खोज्दैछ भन्ने थाहा हुने भयो? सिम नम्बर थाहा हुन्छ। तपाईले पोर्टलमा गएर IMEI र इमेल हालेर चेक स्ट्याटस गरेर पनि हेर्न सक्नुहुन्छ। अनि त्यो इमेल आएपछि के गर्ने त? त्यो इमेल नै तपाईको लागि महत्त्वपूर्ण प्रमाण भयो। नजिकको प्रहरी कार्यालयमा जाने र हराएको फोनबारे औपचारिक निवेदन दिने। भनेपछि प्रहरीले अनुसन्धान चाहिँ त्यो नयाँ सिमको आधारमा गर्छ? हो, बिल्कुल। प्रहरीले त्यो सिम प्रयोगकर्तालाई खोजेर अनुसन्धान अगाडि बढाउँछ। यसरी फोन भेटिने सम्भावना बढ्छ। बुझे। भनेपछि आजको कुराकानीको सार के भयो भने पहिलो कुरा त सावधानी नै अपनाउनु पर्यो। IMEI राख्ने, लक बलियो बनाउने, फाइन्ड माई अन गर्ने। हो, पूर्व सावधानी सबैभन्दा महत्त्वपूर्ण। अनि दुर्भाग्यवश हराइहाल्यो भने पनि आत्तिनु भएन। फाइन्ड माई डिभाइस र यो MDMS को प्रक्रियाबारे थाहा पाइराख्दा फोन भेटिने आशा गर्न सकियो। हो नि, कम्तीमा के गर्ने भन्ने थाहा हुनु नै ठूलो कुरा हो। अप्ठ्यारो बेलामा प्रक्रिया जानेपछि अलि सहज हुन्छ।